गाइस आज हामी यो भिडियोमा सिक्नेवाला छौँ तपाईले आफ्नो जीमेल आईडी बनाइसक्नु भएको छ र तपाईको जीमेल आईडी अब डिलिट कसरी गर्ने भनेर जान्नु भएको छैन भने आज मैले यो भिडियोमा तपाईलाई सिकाउनेवाला छु कसरी तपाईले आफ्नो जीमेल आईडी डिलिट गर्ने भनेर। यो भिडियो धेरै लामो हुनेवाला छैन, सानो हुनेवाला छ, 2 मिनेटसम्मको हुनेवाला छ। तपाईहरु लास्टसम्म हेर्नु होला। तपाईहरुले यो भिडियोमा कसरी डिलिट गर्ने त जीमेल आईडी भनेर पुरै सिक्नेवाला हुनुहुन्छ है त। हामी सिधै आफ्नो मोबाइल तर्फ जाउँ है त। सो हामी मोबाइलको स्क्रिनमा आइसकेका छौँ र मोबाइलको स्क्रिनमा आइसकेपछि तपाईहरुले सुरुमा ओपन गर्नुपर्ने हुन्छ सेटिङ। तर तपाईले सेटिङबाट नगएर डाइरेक्ट जीमेलबाट डिलिट गर्न मिल्छ, तर त्यहाँबाट धेरै गाह्रो हुने भएको हुनाले मैले यहाँ तपाईलाई इजी तरिकाले कसरी सेटिङबाट जो तपाईको जीमेल आईडी धेरै भइरहेको छ कसरी डिलिट गर्ने त भन्ने सिकाउँदै छु। तपाई त्यही बेला सुरुमा सेटिङमा जानुस् र सेटिङ अन गर्नुस्। तपाईको मोबाइलमा अब हुन्छ हरेक अप्सनहरु हुन्छ र तपाईले लास्टमा स्क्रोल गर्दै जानु अनि तपाईको यहाँ जहिले पनि देखाएको पासवर्ड एन्ड एकाउन्ट्स भनेर पासवर्ड एन्ड एकाउन्ट भनेर तपाईको मोबाइलमा भेटाउनु भयो भने तपाईले यहाँ सर्च गर्न पनि सक्नुहुन्छ। यहाँ भेटाउनुहुन्छ पासवर्ड एन्ड एकाउन्ट। पासवर्ड एन्ड एकाउन्ट भनेर टपमा आएको छ र त्यसमै टच गर्नुस्। त्यसमा टच गरेपछि तपाईलाई यहाँ हजुरको मोबाइलमा भएको हरेक पासवर्डहरु सबै दिएको हुन्छ। सबै चीज हेर्न देख्न सक्नुहुन्छ यही। त्यही भएर मोबाइलमा भएको जीमेल सिमेल जति जे छ एपहरु डाउनलोड गर्नु भएको तिनी एपहरु सबै यहाँ पासवर्डहरु यही नै हुन्छ। र तपाईहरुले यहाँ जुन पनि अब जे पनि डिलिट गर्न मन लागेको छ तपाईले यहाँबाट टच गरेर डिलिट गर्न सक्नुहुन्छ है। अब यहाँ टच गरेर हामीलाई डिलिट गर्न छ भने हामीलाई के डिलिट गर्न छ अब हामीले त्यही नै डिलिट गर्छौं। अब तपाईलाई मैले यहाँ जीमेल आईडी कसरी डिलिट गर्ने भनेर सिकाइरहेको छु भने मैले जीमेल आईडी तपाईलाई डिलिट गरेर देखाउँछु है। सो मैले यो वाला जीमेल डिलिट गर्दैछु, यो वाला जीमेल डिलिट गर्दैछु। तपाईले यहाँ जीमेलमा छोपेपछि तपाईले यहाँ केही गर्नु पनि पर्दैन। तपाईले यहाँ सिधै लेखेको छ रिमुभ एकाउन्ट भनेर तपाईले यहाँ रिमुभ एकाउन्टमा छोडेर रिमुभ एकाउन्ट गर्दिनु भने तपाईको त्यो आईडी डिलिट भइसकेको छ यहाँबाट। यो आईडी अब तपाईले कहीँ गएर खोज्नु पनि पाउनुहुन्न। यहाँबाट गएर पनि हेर्न मिल्छ तपाईको आईडी डिलिट भयो कि भएन भनेर म तपाईहरुलाई देखाउँछु। युट्युबमा गएर तपाईहरुले पनि हेर्न सक्नुहुन्छ र गुगल प्ले स्टोरमा गएर पनि हेर्न सक्नुहुन्छ डिलिट भयो कि भनेर देखाउन सक्छु। र तपाईले यहाँ एकाउन्टमा टच गरेर तपाईले आफ्नो यहाँ जीमेल हेर्न सक्नुहुन्छ डिलिट भयो कि भएन भनेर। अहिले मसँग 4 5 वटा जीमेल थियो, अहिले 4 वटा मात्रै छ हेर्न सक्नुहुन्छ। 53 वाला डिलिट भइसकेको छ। यस्तै इजी तरिकाले तपाईले जीमेल डिलिट गर्न सक्नुहुन्छ है त। तपाईले जीमेल कसरी डिलिट गर्ने भनेर सिकिसक्नु भएको होला र यस्तै दामी भिडियो देख्नको लागि तपाईले च्यानललाई लाइक र सब्स्क्राइब गर्नुलाई र यहाँ माथि रहेको नेक्स्ट भिडियो वाच गर्नु होला। तपाईले नजानेको चीजहरु यहाँ माथि नै सिक्न पाउनुहुन्छ। आजको लागि यति नै हो, मिल्छ हामी अर्को भिडियोमा है त। बाइ बाइ।